होइन हौ मामा, यसरी बसेरै मात्र त भएन नि हौ, यसो हामीले पनि पैसा कमाउनु पर्छ। केही छैन आइडिया तपाईँसँग? मसँग त छैन भन्दा, तर मसँग एउटा यस्तो मान्छे छ जसले चाहिँ त्यसको आइडिया चाहिँ तिमीले बुझ्यौ भने सिधै करोडपति फेरि। हो मामा, जुन ल त्यो मान्छे भेटिहाल्यो हालौँ न चल्नु फेरि, त्यो हो। एकदम बिजी मान्छे हो। A few moments later. हामीले गल्ती तिमीले पैसा खायो भने कति साबेर बाटो बनाएर बाटो घर कहाँ हामीले पानी तिर्नु पर्छ भन्ने कहाँ मान्छ के भन्ने कहाँ आएको नि केटा हो हिँड न, अब सुरु गरिहाल्नु। तनाव भयो यार मामा, यार लास्टै तनाव भयो। के हो केटा हो तिमीहरूलाई? तपाईँले मान्छे भेटाउनु भयो राजेन्द्र खड्की जस्तो, राजेन्द्र खड्की जस्तो बुझ्न चाहिँ केही बुझिन है। केही बुझेन। ए 1.5 महिनादेखि म धाइरहेको छु, मैले गुत्र भान केही बुझेको छैन। तिमीलाई एक दिनमा यो जान्छ कि भन्छ हामी यस्तै त हो नि बोरो, जहिले यस्तै त हो नि बोरो, हामी यस्तै त हो नि बोरो।